नमस्ते सबैजनालाई। म डाक्टर वीरेन्द्र, हाल अहिले रेसिडेन्ट बीपीकेएचएसमा। अनि आज हामीले चाहिँ ओपीडी सञ्चालनमा बन्द गरेका थियो। अब कारण चाहिँ अब हाम्रो जिआरहरुको प्राइभेटमा चाहिँ स्यालेरी तपाईको 18,000 मात्र छ। त्यही बढाउनलाई हामीले चाहिँ सोलिडारिटी देखाएको थियो। अब त्यसै सम्बन्धित म डाक्टर हरिसँग के क्वेशन गर्छु। स्वागत छ मेरो च्यानलमा। नमस्ते, धन्यवाद। आजको के छ हजुरहरुको माग एकचोटी प्रश्न पार्दिनु त। अब हाम्रो नेपाल मेडिकल एसोसिएसन एनएमए भनिसकेको छ कि जबसम्म रेजिडेन्ट डाक्टरहरूको बेसिक स्यालेरी भन्दा नि स्टेपन 48,000 हुँदैन तबसम्म यो आन्दोलन चाहिँ जारी नै रहन्छ हैन। हामीले ओपीडी मात्र बन्द गरेका छौं। इमर्जेन्सीहरू आकस्मिक सेवाहरू बन्द गरेका छैनौं। इमर्जेन्सी ओटी इमर्जेन्सी सेवा गरेका छैनौं। इलेक्टिभ ओटी र ओपीडी मात्र बन्द भएको छ हैन। अब जहाँसम्म यो श्रम शोषणै हो, जुन डाक्टरहरू उहाँहरू विद्यार्थी होइन। मेडिकलका साउजीहरूले भन्नुहुन्छ उहाँ विद्यार्थी हो, विद्यार्थीले किन पैसा दिने, उहाँहरू विद्यार्थी होइन। उहाँहरू चाहिँ डाक्टर लाइसेन्स प्राप्त डाक्टरहरू हो। एउटा ट्रेनिङमा आउनुभएको रेजिडेन्सी प्रोग्राम भनेको सिक्ने पण्डित दुवै प्रोग्राम हो। उहाँहरूले एउटा मेडिकल अधिकृतले भन्दा पनि बढी काम गर्नुहुन्छ, 24 घण्टा 36 घण्टासम्म काम गर्नुहुन्छ र त्यसको स्यालेरी स्टेपन चाहिँ 18,000 भनेको चाहिँ साह्रै नै श्रम शोषण हो। त्यसको विरुद्धमा यदि चाहियो भन्दाखेरि पनि उहाँहरू चाहिँ मेडिकलका साउजीहरू चाहिँ तँलाई फेल गरिदिन्छु भनेर धम्की दिने, यो चाहिँ हामीलाई भएको अब अत्याचारै हो। त्यसको बिचमा चाहिँ सरकारहरूको अब प्रधानमन्त्री मन्त्रीहरू पनि अब त्यसबाट पनि हामीले खासै पाएनौँ होइन। अब उहाँहरूको पनि मेडिकलको माफियाहरूकै जङ्गलमा फस्नु भएको छ जस्तो लाग्छ मलाई। हजुर, रेसिडेन्ट भनेको कस्तो डाक्टरहरू हो? रेजिडेन्ट डाक्टर भनेको चाहिँ तपाईँको डाक्टरहरू भनेको एकजना मेडिकल अफिसर हुनुहुन्छ जस्तो एमबीबीएस पास गरेको, अर्को अब कन्सल्टेन्ट हुनुहुन्छ भनेको पिजी पास गरिसक्नु भएको भने चाहिँ रेजिडेन्ट हो। पिजी पढ्दै गरेको डाक्टरहरू जस्तो अब तपाईँको मेडिसिनमा हुन्छ, सर्जरीमा हुन्छ, अर्थोपेडिकमा हुन्छ, आँखामा छालामा सबै उहाँहरूको तपाईँको हस्पिटलमै एनी टाइम बस्ने, 24 घण्टा बस्ने कन्सल्टेन्टहरू आउनुहुन्छ, राउन्ड लिनुहुन्छ, जानुहुन्छ होइन। तर बिरामीसँग टच भएर नि एडमिसनदेखि डिस्चार्ज नभइन्जेलसम्म बिरामीको सब अप टु डेट थाहा पाउने, अप टु डेट बिरामीको लागि पर्ने डाक्टर नै रेजिडेन्ट डाक्टर हो।